अजय 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 धीरे धीरे अजय 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 धीरे धीरे अजय धीरे धीरे अजय धीरे धीरे अजय अजय धन्यवाद सुस्वस्थ होस् हैन त्यति त अब के ल डोकोमा त पोखिन्छ कि दिदी घैटा भन्नुस् न धेरै उन्नति प्रगति होस् मेरो बुढीको स्वास्थ्य गर्दै दीर्घायु भव दुर्गा भवानीले सधैँ रक्षा गर्नु ल ओके खै त ल खाली हात ल अच्छा पैसा खै त पैसा 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 पनि छैन के अरे हाम्रो बडा दसैँको उपलक्ष्यमा होइन फेरि 2 वर्षपछि नै लाइयो क्या भेटी धेरै लगाएर 2 वर्ष झुल्नु पर्छ है दुर्गा भवानीले दुःख कष्ट के भन्छ अब ग्रहहरू नष्ट होस् उन्नति प्रगति गर्दै जानुस् उन्नति प्रगति होस् पैसा त पर्दैन होइन बहिनीलाई पनि होइन बडा दसैँको धेरै धेरै शुभकामना दुर्गा भवानीले रक्षा गरून् रक्षा गरून् दुःख नष्ट कष्ट सबै दूर गरून् उन्नति प्रगति गरिरहेछ अझै गर्नु ज्यादै धेरै ए धनी हुनु अरे हौ धेरै उन्नति प्रगति ऋण सिन सबै एकै वर्षमा छिनाउँछ ऋण अब छोड्नु ल अझै भयो एकै वर्षमा सिधाओस् भने 1 वर्षमा सिद्ध्याउँछ भनेर क्या ऋण एकै वर्षमा छिनाओस् भन्नुस् मेन कुरा भनेको स्वास्थ्य हो राम्रो होस् होइन आशीर्वाद पनि चाहिन्छ मनमा नै हुँदैन भाग्यवती भव अनि दुर्गावती भव हैन पुरा भाइ त के भन्छ के रे सधैँ राम्रोसँग काम गर्नु कहिले नरिसाउनु बुढालाई नकराउनु ए बाङ्गो बाङ्गो लाउँदै हुनुहुन्छ क्या टीका पनि हो अब फेरि निधार भरियो जस्तै गोजी पनि सधैँ भरियोस् मेरो बुढीको सबै ठिक छ रिस चाहिँ अलिकति धेरै छ रिस पनि त कन्ट्रोल भयो भने सुनमा सुगन्ध भइहाल्छ कन्ट्रोल धेरै कन्ट्रोल गरिरिस त होइन भाइ राम्रो छ झन् त्यो झन् एकदम राम्रो हुन्छ नि नियमको पनि राम्रोसँग फर्र बुढाले भन्दा धेरै जान्ने होस् लेख्न जानुहोस् पढ्न जानुहोस् भन न धन्यवाद धन्यवाद यति मात्र एक गाँस हो भाउजू म आफै मलाई भयो भाइ यति मासु छ होला नि उता होइन छैन यति हो